हामी बल्ल कति 4 दिनपछि 1 हप्तापछि बल्ल टाइम मिल्यो एक दिवस घुम्न जानलाई। हामी सधैँ रातिमा चाहिँ निस्किरहेको थियो बेलुका बेलुका। आज चाहिँ हामी ठ्याक्कै 26 तारिक 7 दिन 8 दिनपछि बल्ल दिउँसो टाइम मिल्यो घुम्न जानलाई। त्यही पनि दिउँसोको 2 बजिसक्यो। दिनभरि बिहानभरि के काम गरी भयो। अब चाहिँ घुम्न जाने यहाँबाट कता त पुग्छ हेरौँ। अब हामी चाहिँ निस्क्यौँ फुकुवादा फल्सतिर। अनि बाटो चाहिँ नर्मली टक्क अहिले एटम सिजन लागेको भएर रुखको पातहरू पहेँलो रातो निलो के जाति भइरहेको थियो। अनि यात्रा पनि रमाइलो थियो। गफसफ गर्दै गर्दै गयो। हामी चाहिँ आउन एकदम ढिलो भयो होइन। यसरी त हामी फर्किसक्नु पर्ने हो कि अब ढिलो भयो। इबाराकी केनको फल्स हेर्न आएको ल। अब यहाँ चाहिँ ठ्याक्कै हिँड्नुपर्छ यसरी ल। यहाँ हेर्नुहोस् कि अब हाम्रो चाहिँ पैदल यात्रा सुरु भइसकेको छ फुकुवादा फल्स हेरेर जान लागि। अलिअलि भिडियोहरू खिच्दै गफ गर्दै यताउता हेर्दै गइरहेछौँ। मौसम अनि वरिपरिको त्यो पातहरू रङसँग त्यस्तो खासै रहेनछ। अनि नर्मल्ली हामी जानलाई ढिलो भएछौँ कि मौसम अनुसारले चाहिँ। अनि हामी 5-10 मिनट यसो हिँडिसकेपछि चाहिँ हामी फुकुवादा फल्स अहिले ठ्याक्क त्यो लोकेसनमा आइपुग्यौँ। अनि त्यहाँ आइसकेपछि चाहिँ हामी यसो फोटोसोटो खिच्नतिर लाग्यौँ। अनि अलिअलि भिडियो पनि खिच्यौँ। अनि पानी चाहिँ सर्लक सुर्लुक्कै सुकेर इत्रुको झरेको रहेछ। अनि त्यस्तो राम्रो देखिएन झरना। त यो त हाम्रो नेपालकै झरना राम्रो देखिथ्यो। अनि त्यसपछि हामी चाहिँ फेरि एकछिन यताउति गफसफ गर्दै गर्दै कहीँ जाने कि नयाँ ठाउँ भनेर त्यहाँ धेरै समय अलमल नगरिकन हामी चाहिँ फर्क्यौँ। बाँकी चाहिँ अरू भिडियो हेर्नुभएकोमा सबैजनालाई धन्यवाद। राम्रो लाग्यो। गाह्रो रहेछ। हामी 3-3:30 बजी आइपुगेको। घाम चाहिँ एकदम माथि गइसकेको। फर्केर भन्दाखेरि राम्रो छ। मान्छेहरू धेरै हेर्न आउँदो रहेछ। ठिकै छ राम्रो छ। ल आजलाई चाहिँ यति नै त। बाँकी चाहिँ अरू भिडियोमा कुरा गरौँला। धन्यवाद।